यो चाहिँ नेपालको गिफ्ट हो के, नेपाली पिपललाई गिफ्ट हो यो। नेपालमा एउटा चलन के छ भन्दाखेरि एउटा डक्टरलाई कहिले पनि देखाउँदैन, मिनिमम 2टा अदरवाइज 3टा, मैले एकजना त 5-6 जना डक्टर देखाएर पनि आएको छ हैन। यो सबैको राइट हो। विदेशमा एउटा स्पेशलिस्टलाई देखाउन 3 महिना लाग्छ। यो नेपाल, इन्डिया जहाँ चाहिँ नि मेडिकल एउटा डक्टर देखाउनलाई 1000 रुपैयाँ तिरेर देखाउन सक्छ हैन। मल्टिपल डक्टर एक हप्तामा चेन्ज गर्न सक्छ। यो चाहिँ हाम्रो गिफ्ट हो। यो राइट रङ कुरा हैन। तर इम्पोर्टेन्ट कुरा के भन्दाखेरि एउटा पेसेन्ट पनि बुद्धिजीवी हो नि त। डक्टरकोसँग बसेर उसको प्लान सुनेर उसलाई बेस्ट ट्रिटमेन्ट के लाग्छ त्यही गर्नुपर्छ। मगाउनु पर्ने जरुरी छैन। उसले बुझाएर, उसलाई राम्रोसँग बुझाएर सबै चिज उसको मनमा क्लियर गरेर उपचार गर्न सक्यो भने चाहिँ नि उसले जहाँ ट्रिटमेन्ट गरे पनि हुन्छ, इस्यु हैन। हामीले क्यान्सरको लागि एउटा क्यान्सर सेन्टर किन गर्यो भन्दा एउटा छाना मुनि सबै उपचार भयो नि त, पेसेन्टलाई सजिलो भयो। दोस्रो चाहिँ नि मेरो एउटा वार्निङ कुरा चाहिँ के छ भने पेसेन्टले सोध्नु चाहिँ पर्छ डक्टरलाई तपाईँ के को स्पेशलिस्ट भनेर सोध्नु पनि पर्छ हैन। त्यो पनि इम्पोर्टेन्ट कुरा। त्यो एउटा एकदम इम्पोर्टेन्ट क्वेसन हो। त्यो जुन हामी डराउँछ सोध्दै। डक्टरलाई तपाईँले कतिवटा अपरेसन मलाई अहिले एउटा दुईटा अस्ति एउटा जर्मनबाट पेसेन्ट आएको थियो मसँग है। उसले फर्स्ट क्वेसन सोधेको आर यु अ ब्रेस्ट स्पेशलिस्ट भन्यो मलाई। यस भनेन। डु यु ओन्ली प्र्याक्टिस ब्रेस्ट सर्जरी भने सेकेन्ड क्वेसन। थर्डमा चाहिँ नि वर्षमा तपाईँले कतिवटा ब्रेस्ट सर्जरी गर्नुहुन्छ सोधे। यो 3टा क्वेसन के इम्पोर्टेन्ट इन्ट्रेस्टिङ। अनि मात्र उसले मसँग सर्जरी गरेर गयो हैन। अब नेपालमा धेरै विदेशीहरू पनि छ। विदेशीहरू चाहिँ म फ्र्याङ्क छ। उसले चुज गर्ने उसले उसको राइट थाहा छ। यहाँ चाहिँ नि पेसेन्टले आफ्नो राइट थाहा पाए पनि उसले सोध्नै सक्दैन। अनि हामीले रिपिटेडली कुरा गर्दाखेरि सोध्नु न भन्छ। मोस्ट कमन आन्सर हैन हजुरलाई जे ठिक लाग्छ त्यही गर भन्छ है। त्यो मेन्टालिटी चेन्ज हुन टाइम लाग्छ। तर डक्टरले नि पुस गर्नुपर्छ सोध्नुहोस् भनेर। यो चाहिँ नि बिस्तारै नयाँ जेनेरेसनले चाहिँ डेफिनेटली चेन्ज चाहिँ गर्छ।